चाहिँ बिच बजार चोक ठ्याक्कै यहाँनिर चाहिँ चोकबाट हाम्रोपट्टि यता तलतिर पुछार बजार जानेपट्टि दाहिनेपट्टि साइडमा यहाँबाट सर आएपछि 3 घर यहाँबाट चाहिँ यहाँ आउँछ। यहाँनिर लक्ष्मी बेकरी भनी चिन्नुहुन्छ सबैले होइन। त्यसपछि यहाँ एउटा रुख छ, रुखको यतापट्टि आएपछि चाहिँ ठ्याक्क आउँछ होटल गङ्गा जमुना एन्ड लज। टक्क अहिले चाहिँ यहाँबाट हाम्रो छिर्ने ठाउँ टक्क यहाँबाट छिर्न सक्नुहुन्छ। यहाँबाट भित्र गइसकेपछि बाटो सानो छ तर भित्र स्पेस धेरै छ होइन। यो हो हाम्रो होटल गङ्गा जमुना। अनि साइडमा रहेको छ रेडबुल, कोक, पेप्सी, स्प्राइट अनि पानी अनि एउटा बियर पनि त्यसपछि यहाँ छ। टक्क हाम्रो क्याबिन रहेको छ यो चाहिँ। अनि साथमा टिभी पनि छ होइन, हेर्न सक्नुहुन्छ क्याबिनमा बसेर। टक्क यहाँनिर यसरी क्याबिन आइदियो। हाम्रो यहाँ चाहिँ एकजना बोस बस्नु भइरहेको छ क्याबिनमा। त्यसपछि फेरि अर्को यहाँ एउटा क्याबिन, त्यसपछि सुर्र गयो काउन्टर रहेको छ यहाँ। अनि उहाँ हुनुहुन्छ हाम्रो कुकम्यान। हाई के भन्न चाहनुहुन्छ? त्यसपछि यो चाहिँ किचन हो होइन। त्यसपछि यहाँबाट अर्को रहेको छ यहाँनिर चाहिँ यो चाहिँ रमाइलो गर्ने ठाउँ हो।